नमस्ते। मेरो किता एप सञ्चालनमा आएसँगै अब जग्गा सम्बन्धी सबै सेवाहरू घरमै बसेर लिन सक्नुहुन्छ। नापी विभागले जग्गा सम्बन्धी विभिन्न सेवा सहज र छिटो उपलब्ध गराउने उद्देश्यले मेरो किता मोबाइल एप सञ्चालनमा ल्याएको छ। यस एप मार्फत सेवाग्राहीहरूले जग्गाको नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टर उतार र फिल्ड बुक रेखाङ्कनको लागि अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दर्ता पछि प्राप्त हुने ओटिपीको माध्यमबाट अवस्था अनलाइनमै ट्र्याक गर्न सकिने व्यवस्था गरिएको छ। साथै यी सेवा खल्ती र कनेक्ट आइपिएस मार्फत राजस्व तथा सेवा शुल्क सहज रूपमा भुक्तानी गर्न सक्ने सुविधा पनि समावेश गरिएको छ। यस सेवाले सरकारी कार्यालयमा बारम्बार धाउन पर्ने झन्झट कम गर्दै डिजिटल नेपाल अभियानलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ। अनलाइन माध्यमबाट कसरी हामीले डेटा आफूलाई चाहिएको डेटा निकाल्न सकिन्छ, एकचोटि हेरौँ। सबैभन्दा पहिला आफ्नो मोबाइलको प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा भएको सर्च बटनमा गएर मेरो किता एप टाइप गर्न सक्नुहुन्छ। मेरो किता नेपाल एप सर्च गरिसक्नु भए पछाडि यसलाई इन्स्टल गर्नुहोस्। यो 20 देखि 25 सेकेन्डमा हजुरको मोबाइलमा इन्स्टल भइसक्छ। एप इन्स्टल भइसके पछाडि हजुरहरूले नापी विभागले बनाएको पोर्टलको अगाडिको फ्रेमवर्क देख्न सक्नुहुन्छ। फ्रेमवर्कमा विभिन्न हामीलाई चाहिने अप्सनहरू राखिदिएका छन्। यी अप्सनमध्ये आफूलाई कुन अप्सन उपयुक्त लाग्छ, आफूलाई कुन अप्सनमा गएर काम गर्नुपर्ने हो, त्यो अप्सनको बटन थिच्नुहोस्। हामीलाई चाहिने चिजहरू हामीले निवेदन पेश गर्नुहोस् भन्ने अप्सनमा पाउन सकिन्छौँ। यसलाई थिच्नुहोस्। हामीलाई यस पोर्टलको यस अप्सनमा गइसकेपछि हामीलाई कुन नापी कार्यालय चाहिएको हो त्यो नापी कार्यालय हामीले सर्च गरेर हामीले राख्न सक्छौँ, या चाहिँ हामीले माथिबाट टाइप गरेर पनि यसलाई हामीले मेन्सन गर्न सक्छौँ। यसमा लेखिएको हरेक अप्सनलाई हामीले लेख्दै जानुपर्ने हुन्छ। हामीलाई चाहिने विवरणहरू र यसलाई चाहिने विवरणहरू म्याच भइसके पछाडि बल्ल हजुरहरूले चाहिने भएको रिजल्ट यसले हामीलाई प्रकाशित गर्छ। केही बेर लगाएर यसमा सम्पूर्ण डेटाहरू इनपुट गर्नुहोस्। तपाईँको लाल पूर्जामा भएको डिटेल, लाल पूर्जाको कपी, हजुरहरूको नागरिकताको कपी सबै कुरा यसमा अपलोड गरिनुपर्नेछ। यसमा अपलोड गरिनुपर्ने अपलोड गरिँदा चाहिने प्रिस्क्राइब गरिएको आफूलाई चाहिने नापी कार्यालय हजुरहरूले माथि सर्च गरिसक्नु भए पछाडि अन्य विवरण पनि यसमा क्रमबद्ध भर्दै जानुहोस्। जस्तै सेवा लिने स्थानको तह, प्रकार, नाम, फोन नम्बर, नागरिकता जारी भएको मिति, नागरिकता नम्बर, यी सम्पूर्ण विवरण हजुरले भर्दै जानुपर्ने पर्छ। ल नागरिकताको सकल पनि अपलोड गर्नुपर्ने हुन्छ। अपलोड 2 MB भन्दा माथिको भएमा रद्द हुनेछ। आफ्नो जग्गाको किता नम्बर पनि मेन्सन गर्नुहोस्। वडा नम्बर, नक्सा नम्बर, लाल पूर्जामा भए अनुसारको सम्पूर्ण विवरणहरू भर्दै जानुहोस् र अन्त्यमा गएर प्लस बटन थिच्नुहोस्। प्लस बटन थिच्नु भएपछि हजुरले दिनुभएको डेटा यसले समराइज गर्छ र यसले आफ्नो पोर्टलमा हिट गर्छ। त्यस पश्चात पेस्ट गर्नुहोस्। पेस्ट भइसके पछाडि हजुरहरूलाई मोबाइलमा एउटा ओटिपी कोड आउँछ। त्यस ओटिपी कोडको आधारमा हजुरहरूले अन्य काम गर्नुपर्ने हुन्छ। हजुरहरूले आफूले सबमिट गर्नुभएको डकुमेन्टको अवस्था बुझ्नको लागि फेरि पछाडि एपमा आएर निवेदनको अवस्था बुझ्नको लागि हजुरहरूले निवेदनको अवस्था भन्ने अप्सनमा गएर थिच्नुहोस् र हजुरलाई आएको मोबाइलको ओटिपी कोड त्यहाँ राखेर आफ्नो डकुमेन्ट कुन अवस्थामा छ, भेरिफाई भए नभएको सम्पूर्ण विवरण हजुरले त्यसबाट हेर्न सक्नुहुन्छ। यो एपबाट डकुमेन्ट लिनको लागि सबैभन्दा नछुटाउनु पर्ने कुरा भनेको यसको शुल्क हो। हरेक मालपोतमा हजुरहरूले तिर्ने शुल्क हामीले अनलाइन माध्यमबाट नै अपलोड गर्नुपर्ने हुन्छ। हजुरहरूले लाल पूर्जा, नागरिकताको फोटोकपी जहाँबाट हाल्नुभएको त्यसको मुनिपट्टि अन्य डकुमेन्टमा गएर हजुरहरूले आफ्नो भाउचर सबमिट गर्नुपर्ने हुन्छ। भाउचर हजुरले यी सेवाबाट, खल्तीबाट र कनेक्ट आइपिएसबाट हाल्न सक्नुहुन्छ। सबै नगरपालिका र स्थानीय तहहरूले अहिले यसमा
हाल्न पाउने छैनन्। सिलेक्टेड गरिएको नगरपालिका र स्थानीय तहहरूको मात्रै अहिले सीमित मात्रामा हालिएको छ। सम्पूर्ण नगरपालिकाहरूलाई यसमा मेन्सन गरिएको छैन रहेछ। हजुरहरूले सम्पूर्ण दिनुभएको विवरण सही भएमा हजुरहरूलाई 1 हप्ताभित्रमा हजुरको डकुमेन्ट आइसक्छ र यसभित्र हजुरहरूले डाउनलोड पनि गरिसक्नु पर्ने हुन्छ। यस्तै जानकारीको लागि सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र अरूलाई पनि जान्नको लागि मौका प्रदान गर्नको लागि सेयर पनि गर्नुहोस्।